जेन्जी आन्दोलनको रापतापपछि गठन भएको अन्तरिम सरकारको मुख्य कार्य भनेको नै तोकिएको समय अर्थात् फागुन 21मा चुनाव गराउनु हो र हालको राजनीतिक परिवेश हेर्दा पुराना दलहरू पनि चुनावमा जान तत्परै देखिन्छन् र अझै हालै रवि बालेन र कुलमानबीच भएको 7 बुँदे सम्झौता पश्चात त देश नै चुनावमय भएको छ। तर समस्या कहाँनिर छ भन्दा नेपालको संविधान अनुसार चुनाव हुनुभन्दा 48 घण्टा अगाडिको समय मौन अवधि हुने गर्दछ, जसमा चुनावको प्रचार प्रसार जस्ता कार्यहरू गर्न पाइने छैन। तर चुनाव हुनुभन्दा ठिक 2 दिन अगाडि अर्थात् फागुन 19मा नेपालको तराई क्षेत्रमा होली पर्व रहेको छ, जसले गर्दा 100 दिन मौन अवधि राखी चुनाव गराउन निकै कठिन छ। त्यसैले अब कार्की सरकारसँग केवल 2 मात्र विकल्प छन्। पहिलो कि त चुनावको मितिलाई नै पछाडि धकल्ने अथवा फागुन 21मा तराई बाहेक अन्य क्षेत्रमा निर्वाचन गराई तराई क्षेत्रको मात्रै पछि छुट्टै चुनाव गराउने। अब चुनाव कहिले हुन्छ त्यो त समयले नै बताउला। तर अहिलेको नेपाली राजनीतिक परिवेश भने नयाँ पुस्ताका 3 पुराना अनुहारहरू बीचको गठबन्धनको वरिपरि घुमिरहेको छ र आजको हाम्रो भिडियो यसै विषयको वरिपरि रहनेछ। प्रधानमन्त्री बन्ने लक्ष्यका साथ स्थानीय सरकार छाडेर राष्ट्रिय राजनीतिमा उमलिएका बालेन र एक्लै बहुमतलाई सरकार हाँक्ने दाउमा रहेको रासोपाले आगामी चुनावको लागि के कस्ता रणनीतिहरू अपनाउँदैछन् त आज हामी यसै विषयलाई वाइडली एक्सप्लेन गर्नेछौँ। व्हाट्स बालेन एन्ड टिम कुकिङ। 7 बुँदे सम्झौता पश्चात एकसाथ भएका रवि र बालेनले आगामी चुनावको लागि डेलिजिटिमाइजेसनको रणनीति अपनाइरहेका छन्, जसको कारण उनीहरूको जित निश्चित जस्तै देखिन्छ। आखिर के हो त डेलिजिटिमाइजेसन भनेको? त्यसमा त हामी एकैछिनमा आउने नै छौँ। तर बालेन प्रधानमन्त्री बन्ने सम्भावना कतिको छ भन्ने कुरा बुझ्नु अघि हामीले नेपालमा प्रधानमन्त्री कसरी चुनिन्छ अनि यस सम्बन्धी प्रावधानहरू के छ यो कुरा छोटकरीमा बुझ्नुपर्ने हुन्छ। नेपालमा प्रधानमन्त्री चुन्ने अधिकार संसद अर्थात् लोअर हाउससँग हुने गर्छ। लोअर हाउसमा कुल 275 जना सदस्य हुने गर्छन्, जसमध्ये 165 जना प्रत्यक्ष निर्वाचित प्रणालीबाट छानिन्छन् भने बाँकी रहेका 110 जना भने समानुपातिक प्रणालीबाट छानिने गर्छन् र तिनै 275 जना मध्येमा कोही देशको प्रधानमन्त्री हुने गर्दछ। र यदि कुनै पार्टीले बहुमत यानि कि 275 मध्ये 138 वा सो भन्दा माथिको सिट जितेको छ भने बहुमतको आधारमा सरकार त्यसै पार्टीको हुन्छ र रासोपाले अहिले आफूलाई त्यही रूपमा ब्रान्डिङ गर्दैछ। त्यसैले हो 21बाट 51 त आँखा चिप्लेर पनि पुगिन्थ्यो होला, 51बाट 71 पनि पुगिन्थ्यो होला, 71बाट 91 पनि पुगिन्थ्यो होला। तर त्यो च्याखे थाप्ने पार्टी, म्याजिक नम्बर इधर उधर गर्ने पार्टीमा हामी रमाउन चाहेनौँ। हामी अब 151 सिट लिएर आएर बहुमत लिएर आएर यो देशको यदि कुनै पार्टीले बहुमत ल्याउन सकेमा त्यसै पार्टीको संसदीय दलको नेता प्रधानमन्त्री बन्छन्। तर यदि कुनै पनि पार्टीले बहुमत ल्याउन नसकेको खण्डमा भने 2 वा सो भन्दा बढी पार्टी बीच गठबन्धन भई सरकार बन्नेछ अनि तिनै दलहरू मध्येका कोही प्रधानमन्त्री बन्नेछन्। अब हामीले भिडियोको सुरुमा एउटा ओड भनेको थियौ नि, डेलिजिटिमाइजेसन यानि कि बालेन र रासोपाले चलाइरहेको रणनीति। आखिर के हो त डेलिजिटिमाइजेसन भनेको? सामान्य अर्थमा भन्दा डेलिजिटिमाइजेसन भनेको एउटा यस्तो रणनीति हो जहाँ नेताहरूले आफ्नो लक्ष्य र योजना भन्दा पनि विपक्षीहरूको कमजोरीप्रति आवाज उठाएर एटेन्सन ग्र्याब गर्ने गर्दछन्। र रवि अनि रासोपाको नेताहरूको पछिल्लो भाषण हेर्दा उनीहरूले पनि यही रणनीति अपनाइरहेको कुरा प्रश्नसँग देखिन्छ। यसका संरचनाहरू चले खरानी भए भन्ने कुरा गरिएको छ। जो खरानी भयो त्यो त बन्ला, तर तपाईँ हाम्रो सपना 35 वर्षदेखि खरानी भएको छ, त्यसको हिसाब कसले गर्ने? अब जाउँ बालेन प्रधानमन्त्री बन्न कतिको सहज छ त भन्ने प्रश्नतर्फ। सुरुमा त यदि बालेन प्रधानमन्त्री बन्ने हो भने उनीले आफू उठेको निर्वाचन क्षेत्रबाट चुनाव जित्नुपर्ने हुन्छ र उनको जित सँगसँगै रासोपाले पनि देशभरिबाट नै कम्तीमा 138 सिट्सहरू हासिल गर्नुपर्ने हुन्छ, यानि कि संसदमा बहुमत हुनु पर्यो। अनि सबै कुरा सम्झौता भए अनुरूप नै चल्ने हो भने बालेन प्रधानमन्त्री हुनेछन्। तर विक्रमसम्म 2056 सालभन्दा यता भएको निर्वाचनदेखि कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका छैनन्। तर अहिले रासोपा बहुमतलाई सरकार हाँक्ने दाउमा छ। तर यदि रासोपाले बहुमत अर्थात् 138 सिट्स हासिल गर्न नसकेको खण्डमा भने हामीले अघि भने जस्तै गरी रासोपाले अरू दलहरूसँग गठबन्धन गर्नुपर्ने हुन्छ अनि ती दलहरूले पनि बालेनलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्नुपर्ने हुन्छ अनि मात्र बालेन प्रधानमन्त्री बन्न पाउनेछन्। यसरी हेर्दा बालेन प्रधानमन्त्री बन्ने बाटो कठिन त छ तर असम्भव भने छैन। अनि यदि निर्वाचनको समय पछाडि धकालिँदै जाने हो भने यो गठबन्धनमा केही समस्या नआउला भन्न पनि सकिँदैन। त्यसैले यो सम्झौतामा खुसी भइराख्दा हामीले नेपाली राजनीतिमा यस्ता सम्झौता र देश निर्माणका बाचाहरू कयौं वर्षदेखि भइराखेको कुरा भने बिर्सिनु हुँदैन र यो सम्झौतालाई पनि भविष्यमा तिनै सम्झौताहरूको लिस्टमा राख्न नपरोस्। आजलाई यति नै। यदि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। थ्याङ्क यू फर वाचिङ।